नमस्कार सबैमा, म अनिल। आज वैशाखको 11 गते भयो। त्यस्तै गरी चाहिँ आज अप्रिलको हेर्ने हो भने चाहिँ 24 तारिक रहेको चाहिँ छ। आज साताको अन्तिम कारोबार पनि भयो। मार्केट एक अङ्कले बढेको चाहिँ छ, 2788मा गएर चाहिँ क्लोजिङ चाहिँ दिएको चाहिँ छ है। मार्केटमा चाहिँ मार्केट हिजोको अङ्कबाट चाहिँ आज एक अङ्क चाहिँ बढेको हो। त्यस कारणले गर्दा एक अङ्क बढिएको चाहिँ देखिएको चाहिँ छ। तर चाहिँ के छ त, मार्केटको आजको ओपनिङ माथिल्लो रेन्जमा थियो, 2804 चाहिँ थियो। क्लोजिङ चाहिँ भएको चाहिँ हाम्रो चाहिँ 2788 86मा चाहिँ गएर चाहिँ क्लोजिङ चाहिँ दियो। त्यस कारणले गर्दा मार्केटमा चाहिँ रेड क्यान्डलको फर्मेसनको चाहिँ क्यान्डल चाहिँ बनेको चाहिँ छ है त। मार्केटमा हेर्ने हो भने चाहिँ एडिएक्स मैले भन्दै आएको चाहिँ छु। एडिएक्स चाहिँ अफ ट्रेन्डमा चाहिँ गएको चाहिँ छ। हामी भिडियोमा रहेर एनएफसीको एनालाइसिस चाहिँ गर्नेछौँ है। त्यस्तै गरी चाहिँ स्टक वाइज पनि कस्तो स्टकहरू चाहिँ लिन चाहिँ सकिन्छ भनेर हामी चाहिँ सल्लाह सजेसन अनि त्यस्तै गरी चाहिँ तपाईँहरूको कमेन्टहरू पनि लिने चाहिँ छौँ है त। मार्केट लगातार रूपमा चाहिँ झरिराखेको चाहिँ छ। सबै कुराहरू चाहिँ तपाईँले थाहा पाइराख्नु भएको चाहिँ होला होइन। अब कमसेकम पनि मार्केटले यो रेन्ज जब चाहिँ मार्केटले अब यो एउटा पेनिक सेलिङ आयो, त्यसपछि पनि फेरि एउटा रेन्जमा बढ्न चाहिँ सकेन, जुन चाहिँ रेसिस्टेन्टको पोइन्ट यो एरियाको आसपासमा चाहिँ थियो। त्यही रेसिस्टेन्टको पोइन्टमा गएर मार्केट चाहिँ सस्टेन हुन खोज्दा पनि आरएसआईमा चाहिँ बेरिस चाहिँ सिनारी चाहिँ क्रिएट भइराखेको चाहिँ थियो। मार्केट चाहिँ झऱ्यो है। अनि अहिले तत्कालको लागि यो सपोर्टको पोइन्टको रेन्जको आसपासमा आएर मार्केट चाहिँ केही सम्हालिन खोजेको चाहिँ छ है। जसलाई एडिएक्स हेर्नुहुन्छ भने चाहिँ एडिएक्स आज चाहिँ पोजिटिभमा छ भनेको मतलब चाहिँ बायरहरू चाहिँ केही एक्टिभहरू चाहिँ भएका चाहिँ छन् भन्ने सिनारी चाहिँ देखिएको चाहिँ छ। अब सिम्पल स्ट्र्याटेजी हो है। मिड टर्ममा र लङ टर्ममा जबसम्म हाम्रो यो विकली सिनारियोको लो पोइन्ट जबसम्म चाहिँ ब्रेक गर्दैन, तबसम्म चाहिँ हामी त्यति धेरै आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन है। यो डेली मन्थली सिनारियो, विकली सिनारियोमा के देखाएछ यस्तो है त। जबसम्म हाम्रो यो लोको पोइन्ट 2450 प्रोटेक्ट गर्छ, तबसम्म चाहिँ हामी त्यति धेरै चाहिँ डराइहालेर है निक्लिहाल्नु पर्ने अवस्था चाहिँ हुँदैन मार्केटबाट है त। तर अब हाम्रो अहिलेको पोइन्ट भनेको 2780, पोइन्ट भनेको चाहिँ 2440 है त। धेरै नै डिफ्रेन्स छ। त्यस कारणले गर्दा तपाईँ मिड टर्म र लङ टर्म हुनुहुन्छ भने चाहिँ कुनै पनि स्टक तपाईँले टपमा किन्ने होइन कि पार्सल्ली रूपमा चाहिँ घटेको टाइम फ्रेममा चाहिँ बाई गर्दै जाने है। डब्लुसिसी यो लेभलसम्म चाहिँ मेन्टेन गरेर तलमाथि केही हदसम्म चाहिँ तलमाथि मेन्टेन गरेर 2440 भन्दा पनि तलतिर बिलो जान खोज्यो है। मार्केटले तपाईँलाई एकैचोटि धपाउँदैन है। लोअर हाई नै बनाउँछ। मार्केटले यो लोअर हाई बनायो है। मार्केटमा एउटा लोअर हाई छ है सानो टाइम फ्रेममा, फेरि पनि मार्केट एउटा सस्टेन चाहिँ दिन्छ है। फेरि पनि चाहिँ लोअर हाई बनायो भने चाहिँ तपाईँ चाहिँ मार्केटबाट निस्किन सक्नुहुन्छ। त्यो 2440 को रेन्ज चाहिँ दिएको छु मैले मिड टर्मको लागि। यो रेन्जको आसपासमा चाहिँ मार्केट चाहिँ आयो भने तपाईँलाई चाहिँ एउटा निक्लिने मौका चाहिँ दिन्छ पक्कै पनि। मार्केट एग्रेसिभ रूपमा चाहिँ घट्दै जाने पनि होइन, मार्केट बढ्दै जाने पनि होइन, करेक्सन भएर चाहिँ आउने जाने चाहिँ गर्छ है त। अब हामी स्टक वाइज नै कुराकानीहरू गरौँ। नेप्सेमा टप टर्नओभर आएका कम्पनीहरू चाहिँ कुन छन् त, त्यतातिर जाँदाखेरिमा चाहिँ बेटर होला। जुन चाहिँ सेटअप बनेका चाहिँ छन्, टप टर्नओभरमा चाहिँ आइराखेका चाहिँ कम्पनीहरू चाहिँ छन्। जस्तै कि रिदी भयो। रिदी के छ, रिदी अल टाइम टपको एरियामा चाहिँ छ। अब यो एरियामा बाई गर्नु केही टेक्निकली रूपमा चाहिँ सजेसन चाहिँ छैन है। यो एरियामा के भने मार्केट चाहिँ सपोर्टको फेरि पनि यो सपोर्टको रेन्जमा आउनु पर्यो है। सपोर्टको रेन्जमा होइन भने चाहिँ भोल्युम सहित नै ब्रेकआउट दिन्छ र मार्केटले भोल्युम सहित नै ब्रेकआउट दिन्छ र रिटेस्टमा तपाईँको रेसिस्टेन्ट भन्दा चाहिँ लगभग चाहिँ 390 भन्दा तलतिर जाँदैन र सस्टेन हुन खोज्छ भने बल्ल चाहिँ हामी बाईको लागि चाहिँ जान चाहिँ सक्छौँ है। सेटअप हेर्ने हो है हामीले है। अब त्यस्तै गरी अर्को स्टकहरू हेरौँ। अर्को स्टकमा के छ त, अब यो यस्तो भर्खर आइपिओबाट आएको कम्पनीमा चाहिँ हाई रिस्क हुन्छ। अब टेक्निकल सेम ठिकठाक नै छ, तर एसएलको पोइन्ट चाहिँ तपाईँले कमसेकम पनि चाहिँ 1050 भन्दा तलतिर जान खोज्यो भने चाहिँ स्ट्रङली रूपमा चाहिँ लगाउनु चाहिँ पर्यो है। अनि त्यस्तै गरी मैले चाहिँ टप 12मा चाहिँ एचडिएचपिसी परेको चाहिँ छ। एचडिएचपिसी बाई जोनमा चाहिँ आएको चाहिँ छ। जुन हेर्ने हो भने मैले भन्दै आएको छु टिकटकहरूमा पनि है त, अनि भिडियोहरूमा पनि। यो रेन्ज भनेको बाई रेन्ज हो है। यो रेन्ज भनेको बाई रेन्जको आसपासमा चाहिँ छ। यसलाई पार्सल्ली रूपमा चाहिँ यो रेन्जको आसपासमा किनेर एउटा रेन्जसम्म चाहिँ फाल्न चाहिँ सकिन्छ है।
बाई रेन्जमा आएको स्टकहरू चाहिँ हेर्न चाहिँ सकियो है। जस्तै कि आज बिएचएल चाहिँ कति नम्बरमा चाहिँ पर्यो, बिएचएल हेर्ने हो भने चाहिँ आज टर्नओभरको हिसाबमा हेर्ने हो भने चाहिँ एलइसी बिएचएल 36 नम्बरमा परेछ है त, 36 नम्बरमा परेको चाहिँ छ। यो पनि बाई रेन्जमा चाहिँ छ है। एसएलको पोइन्ट कसरी लाउन चाहिँ सकिन्छ त्यसमा, तपाईँले यो रेन्जमा एकुमुलेसन गरेर लगभग चाहिँ 205 भन्दा तलतिर जान खोज्यो भने चाहिँ एसएल लगाएर मिड टर्मको लागि 250सम्म टार्गेट चाहिँ हेर्न चाहिँ सकिन्छ है त। टप टर्नओभर आएका कम्पनीहरूमा चाहिँ हेर्न चाहिँ सकिन्छ। जस्तै कि एकेजेसिएल भयो, लगभग टप 5 मा आएको चाहिँ छ। र यस्तो स्टकहरू के भने लोमा किन्दा बेटर भयो, यो रेन्जमा आउँछ भने हैन। अब यो रेन्जमा गएर किन्नुभन्दा बरु चाहिँ ब्रेकआउट गर्छ र सस्टेन हुन आउँछ भने चाहिँ बाई गर्दाखेरिमा चाहिँ बेटर भयो है त। मार्केटको मोटामोटी सिनारियो त्यही नै हो। मार्केटलाई जति धेरै चाहिँ कम्प्लिकेटेड बनायो त्यति धेरै नै कम्प्लिकेटेड हुन्छ है त। धेरै स्टकहरूमा जानु भएन, पोर्टफोलियो म्यानेजमेन्ट गरेर चाहिँ तपाईँहरू चाहिँ अगाडि बढ्न चाहिँ सक्नुहुन्छ है त। हस् त, आजलाई यति नै, धन्यवाद।